हेर्नुहोस् साथीहरू गाइडाले माथि हेर न हामी करायो भने त्यो भाग्छ भने हामी कराएन हो एक्लै कराउँदै आइरहेको छ के अरे घाँस खाँदै आइरहेको छ कि हेर्नुहोस् है मजाले बुढो गाइडा रहेछ भाइ सिङ पनि छ त्यसको त सिङ पनि छ होइन सिङ पनि रहेछ त्यहाँ गाइडा आउँदैछ हेर्नुहोस् न हामी त त्यति हेरिरहेको छ कि हाम्रो नजिकै आउँदैछ है यिनलाई चाहिँ हेर्नुपर्छ एउटा गाई छ के अरे गाइडा चितवनको निकुञ्जमा चाहिँ त्यसको अब देखि क्या हो त्यसले हामीलाई सिङ भने चाहिँ कान पनि दुईटा रहेछ है कान चाहिँ हल्लाइरहेको छ हेर्नुहोस् न कान हल्लाइरहेको छ हामी चाहिँ गाडीभित्र छु गाडीबाट खिचिरहेको छु कि गाडीबाट खिचिरहेको यतै आउँदैछ मजाले हजुरहरूलाई नजिकैबाट देखाउनु मन थियो देखाउनु डर लाग्छ अब होइन कसले के गर्यो होला त्यस्तो चुपोला हेरेर त अहिले भाग्छ यतैतिर आयो भने कति राम्रो हुन्थ्यो यहाँ छ यहाँ टाढाबाट खिचेको मैले आयो है आउनुहोस् आउँदैछ यसरी आउँदैछ हजुरहरू हेर्नुहोस् है हेर्नुहोस् बिस्तारै बोल्नुहोस् अहिले त्यो पनि हेर्नु पाउँदैन नि अब त्यसले देख्यो है बाङ्गो पारेर हेर्दैछ है अब त्यसको टुपी ठाडो गरेर भाग्छ होला हजुरहरू हेर्नुहोस् है चितवनको जङ्गलभित्र हामी त लुकी खिचिरहेको छ बाङ्गो रहेछ त्यसको काठी पनि हेर्नुहोस् त त्यसको काठी आमा के छ त बुढो गोरु जस्तो छ सिङ गाडेको रहेछ क्या हो टुप्पामा बुढो गाइडा रहेछ बुढो गाइडा होइन हामीलाई त छोप्न आउँछ होला त्यहाँ गयो भने त त्यसको त सिङ गाडेको छ त्यहीँ रुखको मुनि छ है हजुरहरू हेर्नुहोस् न आमा कति राम्रो देखेको त्यहाँबाट आइचाल्नुपर्छ है यता त कति राम्रो कति मिलेर चाहिँ भयो हाल्नुपर्छ इस त्यहाँनिर लुकेर बसेको छ है हजुरहरूले लुकेर बसेको छ त्यहाँ माथि जाँदैछ हेर्नु भएको होला देख्नु भएको होला इस यस्तै गरी ठुल्ठुलो स्वर गऱ्यो भने भाग्छ अनि बिस्तारै बोल्नुपर्छ हजुरहरू हेर्नुहोस् हेरेर मनोरञ्जन गर्नुहोस् गाडीमा चाहिँ दाउन हाम्रो गाडीलाई बाइक गरेको छ होइन इस क्यामेरा पनि हाल्यो है हजुर क्यामेरा पनि हाल्यो यहाँबाट देख्नु पायो पनि एक्लै लानुहोस् गुरुजी हजुर हेर्नुपर्छ बल्ल देखेको भागलाई त हामीले देख्नु सकेन गाइडा चाहिँ देख्यो होइन गाइडा पनि देख्यो जे पनि देख्दो रहेछ हामीले यहाँ त होइन हजुरहरूले हेर्नुहोस् न मजाले इस यस्तो छ चितवनको निकुञ्ज हो कि के हो होइन हजुर निकुञ्ज जङ्गल हो कि के हो यो अब चिटिए खान भन्ने जस्तो हेर्नु न जङ्गलभित्र छु है हामी चाहिँ जङ्गलभित्रै छु जङ्गलभित्र हेर्नुहोस् न यसरी गाडीमा आउँदैछु है अब हेर्नुहोस् हजुरहरू हेर्नुहोस् न खोइ कहाँनिर आयो होइन यहीँ छ हेर्नुहोस् हजुरहरू त्यसको सिङ गाडी छ त गाडीको कि होइन त्यस्तै हो कि होइन हेर्नुहोस् न कोही कसरी देख्नु होला मलाई त कसरी खिच्ने होला है हेर न खिच्दैछ फेरि यहाँ साथीले पनि हामी तल जानु मिल्दैन त्यसको आँखा पनि तर यिनीहरूले त मान्छे हेरेर यो मान्छे हेरेर त्यो ऊ भइसक्यो कान ज्यादै छ यता हामीलाई ए बुढो बाजे माथि आऊ न बुढो बाजे माथि आऊ कोही आँखा पनि नाक पनि उस्तै देख्यो मुख चाहिँ कस्तो है यिनीहरूको त त्यसको छाला है कति वर्ष भएको होला है यिनले त कति फेरि देख्नु भयो होला नि हजुरहरू हामी त यहाँभित्र अब सुन्छ भनेर गाइडाले सुनेपछि भाग्छ भनेर बिस्तारै बोलिरहेको छु है मजाले हामीले चाहिँ नजिकैबाट हेर्नु भएको छ कि हजुर
हेर्नुहोस् न आज नजिकैबाट खिच्नुहोस् है हेर्नुहोस् ऊ त्यहीँ छ नजिकैबाट त्यसले चाहिँ हामीलाई उसले पनि हामीलाई हेर्दैछ हामीले पनि उसलाई हेर्दैछ उसलाई पनि हामीले हेर्दैछ हामीले पनि उसलाई हेर्दैछ जाँदैछ बुढो बाजे जाँदैछ बुढो भाइ छ चिटिया खानमा चाहिँ थुनेर रहेछ यहाँ चितवनमा चाहिँ त्यत्तिकै खुल्ला जङ्गलमा है यो चाहिँ हजुर हेर्नुहोस् न खुल्ला ठाउँमा हिँड्दैछ खुल्ला ठाउँमा मजाले होइन मजाले हेर्नुहोस् न हेर्दै गयो गइहाल्यो अब के देख्ला र होइन हेरिसक्यो अब के देख्नु अब गाडी देख्नुपर्छ शिल्पजी कस्तो लाग्यो नि हजुरलाई ए कस्तो मजा आयो है हामी यसरी घुम्न आउँदा त है कति रमाइलो भयो नि यसरी त नि के यसरी अनि नहाँस नहाँस्नु मान्छेले सुन्छ गाइडाले सुन्छ भाग्छ कि भन्नुहोस् न म त एकदमै गाइडा हेर्नु अब गाइडा देख्यो मलाई त एकदमै खुसी लाग्यो है साथीहरू भन्दै हाम्रो माता रानीलाई के अरे गैँडाले नहानेको भाइ झन्डै गाइडाले मेरो त है भागेर टुप्पी नै नउडाइदिएको एकदमै राम्रो रमाइलो लाग्यो हामीलाई त है गाइडा हेर्न चितवनको नारायण घाटमा चितवन मजुर मात्र देख्न पाएन है हेर्दै साथीहरू देख्दै जङ्गल सफारी जङ्गलमा जङ्गल सफारी हेर्नु पछाडि होला देखाइनु मैले बेस्ट ल अब